हाई गाइज, आज वैशाख 26 गते शनिबार। आज हामी सबैजना सङ्गति गएर आइसक्यो अनि सबैजनाले खाजाहरू खाइसक्यो। अब म चाहिँ मेरो ड्रागन फार्ममा जाँदैछु। भाइले भन्नुहुँदै थियो फुलहरू आइसक्यो भाउजू भनेर। म चाहिँ आज त्यही फुलहरू भिजिट गर्न जाँदैछु। हजुरहरू पनि हेर्नु होला है त। यो चाहिँ हाम्रो ड्रागन फार्म हेर्न सक्नुहुन्छ। म चाहिँ यतातिर अहिले अलि घाम लाग्दैछ यहाँनिर। म चाहिँ उहाँ चाहिँ मेरो छिमेकी लम्फुदाईको श्रीमती हुनुहुन्छ। ल भाउजू। हाई गाइज, नमस्ते। हाम्रो सङ्गीता बहिनीको युट्युब च्यानललाई माया गरिदिनु होला। लाइक, कमेन्ट, सब्सक्राइब गरिदिनु। जीवन घर पनि बनाउनु भइसकेको रहेछ भाउजूहरूले हजुरआमाहरूको लागि। यहाँ हेर्न सक्नुहुन्छ यसरी फुल लाग्दैछ है। यस्तो मजाले भइरहेको छ यहाँनिर। यहाँनिर यसरी फुलहरू लाग्दैछ ड्रागनको। यहाँनिर चाहिँ फुल लागेर पनि अब फल लाग्ने बेला भइसकेको रहेछ। यही हो है हाम्रो ड्रागन फार्म। 4:17 गइसक्यो। भए पनि घाम यस्तो खतरा छ। हावा पनि चल्दैछ। म चाहिँ यहाँनिर ड्रागन फार्ममा घुम्दैछु। फुल लागेको हेर्दैछु म चाहिँ यहाँ वरिपरि। यहाँनिर यसरी खेती हुँदैछ। यो चाहिँ के को लागि, खोर्सानी अथवा मेवाको लागि होला सायद, या खोर्सानीको लागि होला। यो चाहिँ हाम्रो हेटौँडा 13 पदमपोखरी बाँडाचौर हो। हामीले पहिला मेवा लगाएको थियो। अब मेवाको सिजन सक्यो। अब फेरि मेवा रोप्ने पालो आइसक्यो। अब यसपालि चाहिँ मेवा नरोप्ने भनेर गरेका थियौँ हामीले। मेरो ठुली दिदी चाहिँ घामले पोलेर यहाँ तौली टाउकोमा राखेर आउनु भइरहेको छ। आएको छु म ड्रागन फ्रुट हेर्न। फुलहरू लाग्दैछ यहाँनिर। हेर्नु त कस्तो राम्रो भइरहेको क्या। कमिला पनि लाग्दैछ। आज बिहान मात्रै हालेको छ कि दबाई हालेको छ क्या भाइले। दबाई हाले है किराको दबाई। बेले आँगनी म यस्तो मजाले हुँदैछ। के हो यो चाहिँ हाम्रो धारा। यहाँनिर ड्रागनको लागि हामीले पानी हाल्नको लागि चाहिँ यहाँनिर धारा जडान गरेको छ। अनि यो चाहिँ पानीको ट्याङ्की हो। यो पनि हाम्रो बारी हो। यहाँनिर चाहिँ अस्ति नैतिर मेवा रोपेको थियो। मेवाहरू सबै फालेर अहिले अब मकै रोपेको छ यहाँनिर। यो चाहिँ सबै मलहरू स्टोर गरेर राखेको छ है। यो मलहरू चाहिँ अब असार साउनतिर ड्रागन फ्रुटमा हाल्नको लागि चाहिँ यो मलहरू चाहिँ स्टोर गरेर राखेको छ है। यसरी त्यो बेलामा पाउँदैन नि त मलहरू, त्यही भएर। यो चाहिँ हेटौँडा 13 पदमपोखरी एन्ड बाँडाचौर हेर्न सक्नुहुन्छ। किरण दाईहरू हुनुहुन्न है घरमा। यो चाहिँ किरण दाईको घर हो। अब चाहिँ हामी बेली दिदीको घर हेर्न जाँदैछौँ। बेली दिदी घरमा हुनुहुन्छ कि हुनुहुन्न। यो चाहिँ हाम्रो बेली दिदीको गार्डन एन्ड फाइनली बेली दिदीको घर पनि आइपुग्यो। घरमा मान्छे छ कि छैन होला। गेट चाहिँ बन्द नै छ। हेर्न सक्नुहुन्छ यो चाहिँ हाम्रो बेली दिदीको
गार्डन हो। वा उहाँको फुलहरू हेर्नु न कस्तो दामी गरेर राख्नु भएको छ कि। यो चाहिँ उहाँहरूको ढेँडो पकाएर खाने रुम हेर्न सक्नुहुन्छ। वा उहाँको कस्तो दामी गार्डन गरेर राख्नु भएको छ यहाँनिर। वा दिदी हेर्नु न यो फुल कस्तो दामी गरेर राख्नु भएको है। ल है त गाइज हेर्नु त यस्तो दामी भइरहेको छ है यो फुल। यस्तो दामी कलरको के है यो। यहाँनिर आयो भने मनै रमाइलो अनि खुसी हुन्छ है गाइज। हामी चाहिँ भिजिट गर्नको लागि दिदी चाहिँ छ कि छैन थाहा छैन, भए पनि नभए पनि हामी यहाँनिर यसरी उहाँको फुलहरू हेर्नलाई आइपुग्यो। वाउ बगानबेली आमा कस्तो दामी भइरहेको है। आमा खतरा भइरहेको रहेछ त है यो बगानबेली त। बेलीको घरमा बगानबेली। हाम्रो बेली दिदी चाहिँ कहाँ भाग्नु भयो कुन्नी, भित्र लुकेर बस्नु भइरहेको रहेछ। उहाँलाई थाहै नदिकन आइपुग्यो हामी। यो चाहिँ हेर्नु हाम्रो बेली दिदीको घर हो। उहाँले चाहिँ फुल र प्लान्टहरूले पुरै आफ्नो घरलाई सजाउनु भएको छ। अनि यहाँनिर यतातिर सिँढीतिर पनि छ यहाँनिर टन्नै फुलहरू। हजुरहरू पनि हेर्न आउन सक्नुहुन्छ उहाँको घर भिजिट गर्नको लागि। हेर्नु त वा। अनि फाइनली हाम्रो बेली दिदी चाहिँ उहाँ हुनुहुन्छ। अनि हामी चाहिँ उहाँलाई थाहै नदिकन उहाँको घरमा आइपुग्यो। हेर्न सक्नुहुन्छ वा प्लान्ट हेर्नु कस्तो दामी गरेर राखेको छ। हुन्छ आजको भिडियो चाहिँ मेरो यति नै रहेको छ। हजुरहरू सबैजनाले सपोर्ट गर्नुहोला र सेयर कमेन्ट गरेर भनिदिनु होला कस्तो भएको छ भनेर। सबैजनालाई बाई बाई। ल बाई गर्नु दिदी। बाई बाई।